नमस्कार आदरणीय श्रोता, हार्दिक स्वागत छ कार्यक्रम शिक्षाको कुराको नयाँ अङ्कमा। कार्यक्रम शिक्षाको कुरा तपाईँ सामुदायिक रेडियो निकास 93.4 मेगाहर्ज र www.radionikas.com तथा मोबाइल एप्लिकेसनको हाम्रो पात्र मार्फत पनि सुन्न सक्नुहुनेछ। कार्यक्रम शिक्षाको कुरामा रहेर हामी शिक्षासँग सरोकार राख्ने विभिन्न व्यक्तित्वहरूसँग समसामयिक विषयमा कुराकानी गर्ने गरेका छौँ। कार्यक्रम शिक्षाको कुरा सामुदायिक रेडियो निकास 93.4 मेगाहर्जमा हरेक मङ्गलबार साँझ 7 बजे र बुधबार बिहान 8 बजेको निकास सामुदायिक खबरपछि सुन्दै आइराख्नु भएको छ। कार्यक्रम शिक्षाको कुराको आजको अङ्कमा हामीसँग हुनुहुन्छ स्थायी ठेगाना हेटौँडा 18 हर्नामाडी भए पनि हाल उहाँको बसाइ चाहिँ काठमाडौँ किर्तिपुरमा छ। काठमाडौँ किर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसको अङ्ग्रेजी विभागमा अध्यापनरत उपप्राध्यापक डाक्टर तारालाल श्रेष्ठ हामीसँग हुनुहुन्छ। तारा सर, स्वागत छ तपाईँलाई रेडियो निकासको स्टुडियोमा। धन्यवाद सुरेशजी। तपाईँ अहिले चाहिँ खास गरी मकवानपुर जिल्लाको उच्च शिक्षाको विषयमा एउटा शोध अध्ययनका लागि अनुसन्धानका लागि हेटौँडा आउनु भएको सन्दर्भमा हामीले कुराकानी गर्न खोजिराखेका छौँ र एउटा चाहिँ मकवानपुर बहुमुखी क्याम्पसको वार्षिकोत्सव स्थापना दिवसको सन्दर्भमा पनि कार्यक्रममा सहभागी हुन आउनुहुँदा जुन अहिले तपाईँहरूले मकवानपुर बहुमुखी क्याम्पसको वार्षिकोत्सवको सन्दर्भमा पनि तपाईँले अनुसन्धानको थोरै संक्षेप प्रस्तुत गर्नुभएको छ। यो मकवानपुर जिल्लाको उच्च शिक्षाको ऐतिहासिक परिदृश्य र अबको गन्तव्य सन्दर्भमा जे अध्ययन गर्नुभयो, इतिहासलाई केलाउनु हुँदा चाहिँ कस्तो पाउनुभयो मकवानपुरको उच्च शिक्षाको सन्दर्भमा? अब म मकवानपुर क्याम्पसमै जन्मेको, मकवानपुरमै जन्मेको, हेटौँडा नगरपालिकाभित्रै। पहिला त गाउँ विकास समिति थियो हर्नामाडी, त्यहाँ जन्मेको हुनाले यहाँको परिदृश्य त धेरथोर थाहा छ। किनभने हामी अब 46 सालभन्दा अगाडि पञ्चायत कालमै जन्मेको हुनाले बाल्यकालदेखि नै कस्तो अवस्था थियो यहाँको शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका भन्ने कुरा त धेरथोर थाहा थियो। तर अनुसन्धानात्मक आँखाले त हेरिएको थिएन, सतहमा हेरिन्थ्यो। अब त्यति धेरै गहिरेर पस्दैन। अब अनुसन्धानमा त जे देखिरह्यो त्योभन्दा अलग धेरै दृश्यहरू देखिन्छ, परिदृश्यहरू देखिन्छ, खोजी गर्नुपर्छ। अनि त्यही भएर यसपालि चाहिँ अब मकवानपुर क्याम्पससँग पनि मेरो सम्बन्ध थियो। 5 वर्ष जति मैले यहाँ प्राध्यापन गरेको थिएँ। मेरो उच्च शिक्षाको पहिलो एउटा मातृ संस्था होइन, प्रोफेसनल इन्स्टिट्युसन भनेकै मकवानपुर मल्टिपल क्याम्पस थियो। त्यो हिसाबले पनि मलाई चाहिँ मकवानपुर क्याम्पससँग जोडेको हरेक गतिविधि त अवलोकन गरिरहेको हुन्थेँ। तर म आफैले पनि त्यो भनौँ न मकवानपुर क्याम्पस चाहिँ के हो त भनेर गहिरेर त मैले भित्र हेरेको थिएन। यसपालि मलाई हेर्ने अवसर जुर्यो। यसको अवसर पनि कसरी जुर्यो भने एकाएक अहिलेको हाम्रो क्याम्पस प्रमुख डाक्टर एम चाहिँ किर्तिपुर पुग्नु भएर म तपाईँहरूको विश्वविद्यालयको लाइब्रेरी नजिक छु, तपाईँ ताराजी कहाँ हुनुहुन्छ भन्नुभयो। म चाहिँ अब साइकल हाँक्दै पूर्वको 500-700 किलोमिटर साइकल हाँकेर बल्ल काठमाडौँ फर्किएको थिएँ। भर्खर आइपुगेको छु भने भेटौँ भन्नुभयो। उहाँले एउटा यस्तो काम गर्नु पर्यो, अब फर्मल्ली इन्फर्मल्ली सेमाई फर्मल्ली जसरी तपाईँले मलाई सहयोग गर्नुहोस् न, हुन्छ कि तपाईँ फ्री हुनुहुन्छ भने, जाडो छुट्टी नै थियो, हुन्छ भनेर म अरू प्रायोरिटीको काम नै छोडेर, किनभने मकवानपुर क्याम्पससँग मेरो भावनात्मक अट्याचमेन्ट पनि छ, इन्स्टिट्युसनल एकाडेमिक अट्याचमेन्ट पनि हुने नै भयो। यहाँको लार्जेस्ट एउटा इन्स्टिट्युसन भयो हायर एजुकेसनको। त्यो हिसाबले म दौडिँदै आएँ र उहाँहरूले मलाई एउटा राम्रो काम चाहिँ के गराउनु भयो भने कुनै पनि एउटा चाहिँ भनौँ न हस्तक्षेप गर्नु भएन कि, अटोनोमी दिनुभयो कि तपाईँले जस्तो प्रश्न गर्नुहुन्छ, जे कुराहरू रेकर्ड गर्नुहुन्छ तपाईँ फ्री भनेर उहाँले भन्नुभयो। अनि हामीले सबै किसिमका ऐतिहासिक व्यक्तित्वहरू भेट्न थाल्यौँ। फर इक्जाम्पल पूर्व मुख्यमन्त्री डोरमणि पौडेलज्यूलाई नै उहाँकै निवासमा पहिलोचोटि म उहाँको घरमा गएको थिएँ। भने पनि मैले उहाँलाई, डोरमणि सर, आई एम हियर इन योर हाउस फर्स्ट टाइम, बट इट इज नट फर माई वर्क, इट इज फर मकवानपुर मल्टिपल क्याम्पस होइन को कामको लागि आएको हुँ भने हाँस्नुभयो। हामी गफ मजाले गऱ्यौँ। त्यसपछि भए जति जो पनि एक्जिस्टिङ पूर्व अध्यक्षहरू हुनुहुन्छ समितिको, उहाँहरू सबैलाई भेट्यौँ। उहाँहरूले सौहार्दपूर्ण किसिमले रेकर्ड गर्नलाई अनुमति दिनुभयो। अहिलेको एक्जिस्टिङ अध्यक्षज्यूसँग भेट्यौँ। त्यसपछि पूर्व विद्यार्थीहरू भेट्यौँ, पूर्व शिक्षकहरू भेट्यौँ। इभन हुँदा रहनुभएका पूर्व प्रधान पञ्च जसले सबभन्दा पाइनियर भूमिका खेल्नु भएको थियो र पहिलो तपाईँको सम्बोधन ल्याउनलाई निर्णय गरेर डेन्जिङ शाह, उहाँ त हामी माझ हुनुहुन्न, उहाँ र विशेष त उहाँकै नेतृत्वमा निरशङ्कर श्रेष्ठको नेतृत्वमा उहाँहरू माइनोर भएको भोलिपल्ट तुरुन्तै काठमाडौँ पठाइएको देखिन्छ कि 37 साल असोज 20 गते नै उहाँहरू 19 गते निर्णय भयो, भोलिपल्ट 20 गते उहाँहरू काठमाडौँ जानुभयो। त्यो बेलामा त्रिभुवन विश्वविद्यालय अहिलेको हाम्रो त्रिपुरेश्वरको वर्ल्ड ट्रेड सेन्टरको त्यो बिल्डिङतिर थियो। त्यहाँ गएर उहाँको चिन्जानको हिसाबले पैसा पनि थिएन अरे होइन, अब कसरी चाहिँ
सम्बन्धन लिने ठुलो पैसा माग भएर उहाँले त 5 लाख भनिरहनु भएको छ। त्यत्रो त होइन होला जस्तो लाग्छ। त्यो बेलामा नगर पञ्चायतकै बजेट चाहिँ 1 देखि 1.5 लाख हुन्थ्यो अरे वार्षिक, त्यति थोरै बजेट थियो अरे। ठुलो पैसा माग भएपछि पैसा छैन, अनि उहाँले नगर पञ्चायतको होइन प्रधान पञ्चको हैसियतले म जिम्मेवारी बस्छु प्रक्रिया अगाडि बढाउनु भनेर डाक्टर पन्नालाल प्रधान उहाँसँग चिन्जान पनि थियो कि उहाँले के जमानी बसेर प्रक्रिया अगाडि बढाएर सम्बोधन ल्याएको देखिन्छ। यस्तो ऐतिहासिक रूपले यहाँको यो मकवानपुर क्याम्पसको स्थापना भएको देखिन्छ। तर त्योभन्दा नै अगाडि हामीले हेर्दा चाहिँ मकवानपुर चाहिँ अलि शिक्षामा पछाडि परेको जस्तो देखिन्छ, किनभने ठाकुराम क्याम्पस इस्टाब्लिस भइसकेको थियो, चितवनमा वीरेन्द्र होइन बहुमुखी क्याम्पस पनि स्थापित थियो। अब काठमाडौँमा त हुने नै भए, अरूतिर चाहिँ बरु शैक्षिक गतिविधि बढेको, तर यस्तो सेन्टर परेको जहाँ भीमफेदी नाका थियो, सम्पूर्ण ऐतिहासिक व्यक्तिहरूको आउजात होइन भेटघाट हुने ठाउँ थियो। त्यति हुँदाखेरि पनि भीमफेदीमा एउटा 2004 सालमा महेन्द्र महाविद्या स्थापना भएको देखिन्छ। त्योभन्दा अगाडि अर्कै नाम रहेछ त्यसको। त्यसपछि अरू पनि सङ्घ संस्थाहरू त्यहाँ साहित्यिक शैक्षिक कलात्मक संस्थाहरू त स्थापित भएको देखिन्छ। तैपनि उच्च शिक्षाको लागि यहाँ हब बनिरहेको थिएन रहेछ। वन विज्ञान क्याम्पस आए पनि त्यो चाहिँ विशेष त तराईवासीहरूले अध्ययन गर्न रुचाउने अब यो अरू प्राविधिक विषय भएको, तर सिट पनि सीमित हुने, तालिममा अलि बढी बेस्ट हुने, फिल्ड वर्क हुने। त्यसलाई चाहिँ अब यहाँ अब हेटौँडा त एक त इन्डस्ट्रियल एरिया जस्तो पनि पर्यो, अब बिजनेसको अलिकति नाका जस्तो पनि पर्यो। त्यही भएर यहाँको अब त्यो बेलामा विशेष चाहिँ यो गोर्खाली, जोशी, श्रेष्ठहरू, नेवार समुदायको अलि बढी बुद्धिजीवीहरू हुँदो रहेछ। त्यही भएर शिक्षकहरू पनि अब थुप्रै नाम लिँदाखेरि मैले यहाँ नाम लिस्ट पनि गरेको थिएँ आजको प्रस्तुतिमा। अलि बढी यो नेवार समुदायको अलि त्यो घरानियाका मान्छेहरू चाहिँ बढी बुद्धिजीवी भएको हैसियतले पनि के देखियो त भन्दा उहाँहरू चाहिँ वन विज्ञान पढ्नलाई अब रुचाउनु भएन, किनभने जङ्गल जानुपर्ने, फिल्डमा जानुपर्ने होला। अब त्यो टेक्निकल विषय भयो, अब त्यस्तै किसिमको ब्रान्डिङ थियो अरे, त्यो विषय हाम्रो होइन भन्ने थियो अरे। त्यही भएर त्यो प्रति फिटिकै कसैको चासो छैन। अब यहाँ उच्च शिक्षा थिएन। त्यही बेला अब जस्तै हिरण्यलाल श्रेष्ठ तुरुन्तै भीमफेदीबाट होइन काठमाडौँ अध्ययन गर्न गएर त्यत्रो विरासत बनाएको देखिन्छ। अब यतापट्टि केशव श्रेष्ठहरू पनि त्यही बेलामा पढ्न गएको देखिन्छ। प्रताप विष्टल त झन् पालुङबाट तपाईँको 30 सालभन्दा अगाडि हो कि 32 सालतिरै उहाँ बागबजारमा गएर तपाईँको एसएलसी दिनु परेको अवस्था भन्नुहुन्थ्यो उहाँले होइन। स्टोरी टेलिङमा चाहिँ त्यो नेरेट गरिरहनु भएको थियो, किनभने त्यो बेलामा अब काठमाडौँ जान्थ्यो मकवानपुरको मान्छे एसएलसीको इक्जाम दिनु पनि, हेटौँडाको मान्छेहरू वीरगञ्ज जान्थ्यो एसएलसीकै इक्जाम दिनलाई। पछि परीक्षा केन्द्रहरू त्यता हुन्थे। भनेपछि त्यो हालतमा थियो। भनेपछि मकवानपुर पहिला शिक्षाबाट त्यति नजिक अलि शैक्षिक अभियन्ताहरू धेरै भएको जिल्ला होइन जस्तो लाग्यो। म आफ्नै केसमा पनि जब मैले 48-49 सालमा 50 सालमा चाहिँ एसएलसी पास गरेँ, म मेजर अङ्ग्रेजी पढ्न चाहन्थेँ। मकवानपुरमा म मेजर अङ्ग्रेजी पढाइ हुँदैन थियो। म ठाकुराम गएँ। ठाकुराममा पनि पढाइ त्यति राम्रो नभएपछि म ट्रान्सफर गरेर फेरि आरआर क्याम्पस गएँ। भनेपछि हेर्नुहोस् है, म आफै पनि एउटा पात्र हुँ कि जसले अलिकति आफूले छानेको विषय पढ्नको लागि म ठाकुराम दौडेँ। त्यति पर अब घरबाट हर्नामाडीबाट पऱ्यो, त्यो बेलामा बाटोघाटो कस्तो थियो, टाढै हो। त्यसपछि फेरि त्यहाँ पनि अब माहौल त्यो आफूले सोचे जस्तो नभएर म आरआर क्याम्पस पुगेँ होइन। त्यो किसिमको माहौल रहेछ। त्यस्तो माहौललाई चिर्दै यहाँका अग्रजहरूले निकै मेहनत गरेर पहिला विद्यालय शिक्षा स्थापित गरेको देखिन्छ। त्यसपछि उच्च शिक्षामा चाहिँ मकवानपुर मल्टिपल क्याम्पस 2037 सालमा स्थापना भएको देखिन्छ। अब यो क्याम्पसको स्थापनाको कुरा रह्यो होइन। अब हाम्रो समग्रमा चाहिँ उच्च शिक्षा 37 साल पछिको अवधिलाई अहिलेसम्म आउँदा अब हिजोसम्मको अवधिलाई पनि हामी इतिहास भन्न सक्छौँ। हिजोसम्मको अवधिलाई तपाईँहरूले अध्ययन गरिरहनु हुँदा विभिन्न सरकारवाला व्यक्तिहरूसँग कुराकानी गर्नुभयो तपाईँहरूले अनुसन्धानको क्रममा, कस्तो पाउनुहुन्छ 37 साल मकवानपुर क्याम्पसको स्थापना भएपछिको समय चाहिँ कसरी अगाडि बढ्यो? अब मलाई त के इन्ट्रेस्ट लाग्छ भने म त सबाल्टर्न अध्ययनमा बढी चासो राख्ने, त्यसैको एउटा चाहिँ विद्यार्थी पनि भएको हुनाले, अध्येता पनि भएको हुनाले मलाई त हिस्ट्री खुब मनपर्छ होइन। मैले त अझै यो मुकुन्द सेनकालीन मकवानपुरको इतिहास पनि भेटिन्छ कि भन्ने समेत चासो छ कि। अब त्यो त स्टोरी टेलिङमा भेटिने कुरा आएन, किनभने धेरै अगाडिको कुरा भए। तर त्यो बेलामा पनि यत्रो ठुलो विरासत थियो भने चाहिँ पक्कै थियो जस्तो लाग्छ। शैक्षिक अभ्यासहरू भएको हुनुपर्छ, सांस्कृतिक अभ्यास भएको हुनुपर्छ, अभियानहरू चलेको हुनुपर्छ, किनभने त्यत्रो शक्तिशाली राजा त्यतिकै त चुप लागेर त बस्नु भएन है भन्ने लाग्छ। अब तर अब पञ्चायतकालीन समयभन्दा अब अलि अगाडि राणाकालीन समयमै नेपालमा चाहिँ शैक्षिक गतिविधिहरू भएको देखिन्छ। दरबार हाई स्कुल खोलेको देखिन्छ होइन, त्रिचन्द्र कलेजहरू खोलेको देखिन्छ। त्यसको डाइरेक्ट प्रभाव फुत्तै
भीमफेदीमा परेको देखिन्छ कि होइन तपाईँको काठमाडौँसँगको असाध्यै धेरै कनेक्टिभिटी थियो नि त भीमफेदीमा त्यतिखेर। किनभने त्यहाँ काठमाडौँबाट सूचना बोकेर व्यक्तिहरू आउने जाने त्यहीँ बास बस्ने। अब सुन्नमा आए अनुसार त अशोक सम्राट अशोक पनि आएर भीमफेदीमा बसे हो कि भन्ने समेतको कुराहरू छ। अब बुद्ध हिँड्दै चाहिँ इन्डिया नेपाल गरेर स्वयम्भू आइपुगेको आनन्द सहित भन्ने पनि कुरा छ। त्यसको मतलब चाहिँ कतै गौतम बुद्ध आनन्दहरू नै भीमफेदी चितलाङ हुँदै काठमाडौँ गयो होला, किनभने त्यो बेलामा प्रायः काठमाडौँ जाने चलन त्यतैबाट छ जस्तो देखिन्छ। यतैबाट उहाँहरू अब यतापट्टि इन्डियाको विभिन्न ठाउँबाट यता वीरगञ्ज हुँदै आएको हुनसक्छ। चीनका प्रशस्त त्यस्ता भनौँ न एउटा चाहिँ स्पिरिचुअल लिडर्स होइन तपाईँको चाहिँ आध्यात्मिक व्यक्तित्वहरू चाहिँ खुब हिँडेको इन्डिया साउथ एसिया। त्यो बेलामा त सिल्क रोड भन्ने थियो, त्यसबाट हिँड्दा एउटा सिल्क रोडको एउटा गजबको नाका त यता पनि पर्थ्यो। त्यो हिसाबले मेरो विचारमा थुप्रै मान्छेहरू आयो होला, तर बेलायतको रानी भिक्टोरिया त आएकै हो, त्यसको त लिखित प्रमाणहरू नै छ होइन। त्यस्तै धेरै राजा महाराजा त्यो बाटो हिँडेको हुनाले काठमाडौँमा के भइरहेछ भने थाहा हुन्थ्यो त्यहाँको मान्छेलाई। त्यही भएर सबभन्दा पहिला साहित्यिक गतिविधि त्यहीँ भयो, अनि सांस्कृतिक गतिविधि त्यहीँ भयो, किताब प्रकाशन पनि त्यहीँबाट भएको देखिन्छ होइन। अब यो पनि हामीले अलिकति खोतल्ने कोसिस गर्यौँ। त्यो चाहिँ कति सम्भावना देख्नुहुन्छ अहिले? जसरी तपाईँले पछिल्लो समयलाई मकवानपुर क्याम्पसलाई आधार बनाएर चाहिँ मकवानपुरको उच्च शिक्षाको अध्ययन अवस्था के छ त भनेर जुन ऐतिहासिक सन्दर्भ खोज्नुभयो, त्योभन्दा अगाडिको चाहिँ राणा शासन राजतन्त्र आउनुभन्दा अगाडि नै पनि त्यो एउटा खालको जीवन हुन सक्छ। यो ठाउँको विकासलाई चाहिँ कसरी? अब किनभने अब पहिला अब पहाडी बस्ती थियो, तराईमा चाहिँ विशेष जातिहरू जस्तै थारू समुदायहरू एकदम त्यस्तो स्पेशल आदिवासी मात्रै बस्न सक्थ्यो, नत्र रेजिस्टर गर्न सक्दैन थियो तराईको वातावरण। त्यस कारणले हेटौँडा अझ त्यसपछि भीमफेदी त्यो एकदमै त्यो नामै भीमफेदी भीम आएर बसेको कारणले भीमफेदी भने पनि भन्ने छ। अब त्यो समेतको पौराणिक किंवदन्ती छ, त्यतातिर हामी नजाउँ। तर के छ भने सामरिक एउटा चाहिँ भौगोलिक महत्त्वको कारणले पनि त्यो ठाउँ चाहिँ एकदम नाका हुन सक्छ जस्तो लाग्छ, किनभने इन्डियासँग त धेरै अगाडिदेखिको चाहिँ सम्बन्ध थियो, कनेक्टिभिटी थियो, व्यापार पनि थियो होइन। अब हजुरले फेरि अलि बढी इतिहासतिर जानुभयो होइन, मैले चाहिँ 37 साल पछिको समयलाई चाहिँ कस्तो पाउनु भयो? अब जब तपाईँको हेर्नुहोस् है 4 सालदेखि अनि त्यसपछि 8 साल हुँदै 12-15 साल हुँदै 20 साल हुँदै 28 साल हुँदै स्कुलहरू खोल्यो। स्कुलहरू खोलेपछि त विद्यार्थी वादवादी बढ्यो। त्यो बेलामा त एकदम धेरै जनसङ्ख्याको नि वृद्धि थियो। अब स्कुलले थेक्न सक्ने अवस्था थिएन। धेरै विद्यार्थीहरू उत्पादन स्कुल लेभलको परीक्षा सकेर बसिसकेको थियो एसएलसी। अब त्यो विद्यार्थीहरू अब पढ्न जानेहरू बाहिर पढ्न गयो, बाहिर कुनै अवस्था थिएन। पोलिटिकल अब पिपल्सको कुराहरू थियो, 36 सालको कुराहरू आइरहेको थिए, विभिन्न खालको मुभमेन्टले गर्दा आर्थिक अवस्थाको कुराले गर्दा सबै मान्छेहरू थुप्रेर बसेको थियो। यो सदरमुकाम विकास हुँदै गइरहेको थियो। त्यस कारणले 37 सालमा जब तत्कालीन अञ्चलाधीशको नेतृत्वमा 90 जना मान्छेहरू भेला भएर 2 बजेदेखि राति 6:30-7 बजेसम्म मिटिङ चलाएर कुनैले त्यो अब किनभने मकवानपुर मल्टिपल क्याम्पसको माइनोट चाहिँ एकदम धुजा भएको छ। त्यो 3वटा माइनोट चाहिँ होइन, त्यो राति कालका 3वटा 1, 2, 3 तेस्रो माइनोटसम्म पनि धुजा भएको छ धमिराले। ठाउँमा अक्षर देखिन्छ अनि नम्बर कति लेखा देखिन्न, कसैको नाम हुन्छ थर देखिन्न, त्यसरी धुजा भएको छ। अलिकति हल्लायो भने सबै झरामझुरुम निस्केला जस्तो स्थितिमा छ, निकै संवेदनशील अवस्थामा छ। त्यो माइनोटलाई हामीले अध्ययन गर्यौं। अब त्यो क्रममा चाहिँ हामीले के देख्छौँ भने यस्तो उत्साहका साथ सहभागी भएको देखिन्छ नि। त्यहाँ क्याम्पस खोल्नलाई सिटी नै लागेको देखिन्छ। अझै कतिले सुन्नमा अनुसार त ठाकुराम क्याम्पस बनाउने परिवारले यहाँ उहाँहरूकै नाम रहने गरी जग्गा र आर्थिक स्रोत दिन्छु जति लाग्छ, तर हाम्रो नाम हुनुपर्छ भन्ने पनि पहिला कुरा चलेको भन्ने ओरल स्टोरीबाट आइरहेछ। त्यसलाई भेरिफाई कसरी गर्ने त्यो चाहिँ अब चुनौती छ। त्यही भएर कुनै पनि व्यक्तिले बोलेको कुरा अब पास्ट मेमोरी चाहिँ रिकल गर्दाखेरि धेरै टेस्ट गर्नुपर्छ, धेरै अध्ययन विश्लेषण मनन भिडाउनु पर्छ है तथ्यहरूसँग। अब त्यो सुन्नमा अनुसार चाहिँ सबै तयार भइसकेको थियो। तर यहाँको घरानिया भनौँ न अब जस्तै अब सिंहहरू थियो, थापा परिवारहरू थियो, अब श्रेष्ठहरू थियो, विभिन्न व्यवसायहरू पनि थियो। उहाँहरूले चाहिँ हेटौँडाको पहिचान हेटौँडा नै राख्नुपर्छ, कहाँ ठाकुराम क्याम्पस जसरी अरू नै नाम दिएर होइन यहाँको लोकल आउनुपर्छ भन्ने किसिममा नि अलिअलि निकै चर्चा चलेर अनि आफै हामी गर्न सक्छौँ भनेर पैसा उठाउन हिँडेको पनि देखिन्छ। त्यसले के देखिन्छ भने स्थानीयताको नामै दिने भनेर, त्यही भएर मकवानपुर मल्टिपल क्याम्पस रहेको भन्ने एउटा ओरल न्यारेटिभ्सहरू रेकर्डेड भएको छ। नामकरणकै विषय पनि त्यति धेरै चर्चा गर्नुपर्ने विषय देखिन्छ।
धेरै यहाँ त मुभमेन्टै भएको देखिन्छ, एकदमै लामो मुभमेन्ट, डिस्कसन, डिस्कोर्स, भेटघाट होइन, छलफल, कति चरण छलफल पछि अनि लास्टमा अञ्चलाधीश कहाँ पुग्यो। किनभने त्यो बेलामा हरेक चिज सेन्सरसिप हुन्थ्यो, किताब लेख्दा नि छाप्दाखेरि नि कार्यक्रम गर्दाखेरि नि अञ्चलाधीशको सुरु। त्यतिखेर पनि पञ्चायतको बेलामा पनि त्यति धेरै सजिलो थिएन नि सार्वजनिक शिक्षाको विषय होइन, फेरि उच्च शिक्षाको विषय पनि। यो कुरा चाहिँ समुदाय स्तरबाट नै बढी चाहिँ पहल भएर स्थापना भएको देखिन्छ। किनभने विद्यार्थीहरूलाई त पढ्न पर्ने थियो, अब उनीहरू युनाइटेड हुन थाल्यो, पढाइ चाहियो भनेर कुरा गर्यो। मैले सुनेको अनुसार अब केही अब नामहरू अहिले नभनौँ, पछि टेस्ट गरौँला, कि इन्फर्मेन्टले है अन्तर्वार्तामा चाहिँ के भन्नुभएको छ भने 35-36 सालको विद्यार्थी आन्दोलनमा जुन चाहिँ पुटनदेवीबाट सुरु भयो त्यसमा हामीले शिक्षाकै कुरा उठाथ्यौँ र उच्च शिक्षाको कुरा नि उठाथ्यौँ भन्नुहुन्छ। तर फेरि अर्को समूहले जो संस्थापन पक्षधर छ उहाँहरूले चाहिँ शिक्षाको मुद्दा होइन, त्यो अर्कै यतापट्टि भुट्टोको फाँसीको कारणले गर्दा यहाँनिर रेजिस्टेन्स भएको थियो भन्छन् होइन। त्यो दुईटामा नि यति मिठो डिस्कोर्स छ कि एउटा अलिकति वामपन्थ विचारधारा अथवा प्रजातान्त्रिक विचारधारा राखेर आन्दोलन गर्नेहरूले हामीले शिक्षाको एजेन्डा उठाएको थियौँ, उच्च शिक्षा नि चाहिन्छ भनेका थियौँ, विद्यालय शिक्षा सुधारका एजेन्डा उठाएको थियौँ अनि आन्दोलन गरेका थियौँ, एकदम गुड कजको लागि हामी गरिरहेका थियौँ भन्छन्। अब पञ्चायत पक्षधरको अग्रजहरूले चाहिँ के भन्छन् भने त्यो इस्यु होइन, अब त्यतिकै ऊ भएको, किनभने शिक्षामा चाहिँ हामीले नै गरिरहेका थियौँ भन्ने कुराहरू थियो, उहाँहरू पनि गरिरहन्थ्यो। यो किनभने जहिले पनि यो कलेक्टिभ मेमोरी मेथोडोलोजी भन्छ नि हामीले, सामूहिक संस्मरण पद्धतिबाट चाहिँ अध्ययन गर्दाखेरि यो कुरा आउँछ। हेर्नुहोस्, आफ्नो इन्ट्रेस्ट अनुसार मान्छेले फिल्टर गरेर बोल्छन्, आफ्नो कुन आइडियोलोजी बोकेको छ त्यो अनुसार बायस भएर नि बोल्छन् होइन। त्यो चेक गर्नको लागि पनि हामीले अथेन्टिक माइनुट्सहरू चेक गर्नुपर्छ, रिपोर्ट्सहरू चेक गर्नुपर्छ, पुराना ढड्डाहरू केलाउनु पर्छ, फोटोहरू हेर्नुपर्छ, अनेक खालका चिजहरू हामीलाई त्यो जस्टिफाई गर्नलाई, भ्यालिड गर्नलाई होइन तथ्यसँग भिडाउनु पर्ने हुन्छ। तर यहाँनिर त्यो देखिहाल्छ होइन, इडियोलोजिकल डिफरेन्सेसहरू देखिहाल्छ जुन इन्ट्रेस्टिङ छ। यो चाहिँ अहिले हामीले अब प्रत्यक्ष त त्यो बेलाको जो संलग्न हुँदै उहाँहरूलाई कुरा गर्दाखेरि त्यस्तो देखियो। किनभने दस्तावेजीकरण चाहिँ त्यति धेरै छैन। दस्तावेजीकरणले चाहिँ के देखायो भने विद्यार्थी आन्दोलनै पछि अब 36 सालमा त विद्यार्थी आन्दोलन भयो, हेटौँडामा गोली चले, व्यक्तिहरूको मृत्यु भयो, अब घाइते भएको अहिले पनि नेताहरू हाम्रो अगाडि छन् होइन। त्यो 36 साल काण्ड भोगेकाहरू होइन, त्यसलाई अब विद्रोह भनौँ कि अब 36 सालमा गोली चलेको, त्यस्तो नेपालमै पहिलोचोटि गोली मकवानपुरमै चलेको भन्ने छ होइन। 2-3 सयको भिडले विद्यार्थीहरू आन्दोलन गरेर हिँडेको देखिन्छ, सुरक्षाकर्मीहरू पनि मारिएका त्यो। अब विभिन्न स्टोरिजहरूले भन्छ, त्यसलाई पनि भ्यालिड गर्नुपर्छ, रिपोर्टहरूबाट हेर्नुपर्छ। जे होस् मकवानपुर त्यो बेलादेखि राजनीतिक रूपले अलिक सचेत। अब अहिले हामी 37 सालमा मकवानपुर बहुमुखी क्याम्पस स्थापना भएपछि चाहिँ उच्च शिक्षाको अभ्यासहरू चाहिँ कस्तो भएको देखिन्छ? त्यो बेलामा पहिलो उच्च शिक्षा नै को एउटा केन्द्र नै मकवानपुर मल्टिपल क्याम्पस। पहिला त मल्टिपल थिएन, मकवानपुर क्याम्पस हेटौँडा है। त्यो पनि त्रिभुवन विश्वविद्यालयले सामुदायिक क्याम्पस भन्ने त्यहाँ नीति नै नभए हुनाले निजी क्याम्पस भनेर समाधान दिएको देखिन्छ। यहाँ पैसा उठाएको छ 100औं मान्छेबाट, समुदाय स्तरबाट संस्था चाहिँ निजीको रूपमा आयो है। अब त्यो पनि सञ्चालक क्याम्पस सञ्चालन सहयोग समिति भनेर चिठी पठाइदिएको छ है, संस्थालाई भन्दा पनि समितिलाई पठाइदिएको छ। त्यसरी यो संस्था इस्टाब्लिस भयो। त्यो भइसकेपछि त्यो धेरै वर्षदेखि थेग्रेर बसेको विद्यार्थी थियो नि, एकैचोटि तपाईँको 397 झन्डै 400 विद्यार्थी भर्ना भयो पहिल्यै वर्ष। हेर्नुहोस् है, अब त्यहाँ सम्बोधनमै के छ भने यो क्याम्पस चाहिँ आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयको भवनमा सञ्चालन गर्ने अनुमति दिने भनेको छ। आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयकै परिसरमा कक्षा कोठामा क्याम्पस सुरुवात भयो। त्यो बेलामा अब एउटा टिनको टहराहरू जस्तो मात्रै थियो रे, त्यो भवनमा चलाउन दिने, कहीँ पनि भवन थिएन नि त भन्यो। तर यति धेरै विद्यार्थी आयो कि अब हुन चाहिँ बिहानको त्यहाँ चलाउने, दिउँसो त स्कुल भइहाल्छ भनेर त्यहाँ चलाउनु दियो। तर अब बिहान पनि स्कुल चलाउँछ नि त गरिमा लागेपछि। त्यसपछि जब स्कुलले बिहान चलाउने भयो त्यसपछि विद्यार्थीलाई कहाँ एडजस्ट गर्ने भनेर यति ठुलो सकस भयो। माइन्युटमा पनि देखिन्छ है, यो ओरल स्टोरिजमा उहाँहरूले जुन भन्नुहुन्छ रिकल गरेर त्यहाँ पनि प्रशस्त आउँछ अनि त्यसमा दुईटामा मिल्छ। जब जब पोलिटिकल कुरा आउँछ नि त्यो बेलामा चाहिँ इडियोलोजिकल डिफरेन्सेस देखिन्छ। जब सङ्घर्षको सामाजिक कुराहरू आउँछ, शैक्षिक कुराहरू आउँछ, त्यसमा चाहिँ प्रायः सबैको एउटै भ्यू आउँछ। हेर्नुहोस् है, यो यसले पनि के देखाउँछ भने जहिले पनि रिसर्च गर्दाखेरि हामी चाहिँ होइन बायस्ड हुनुपर्छ, तटस्थ हुनुपर्छ भन्ने कुरा यसले पनि देखाउँछ। किनभने पोलिटिकल इडियोलोजी अनुसार मान्छेले कथा भनिरहेको छ। अनि त्यहाँ के चाहिँ इन्ट्रेस्टिङ कुरा भने उहाँहरूले त्यहाँ हटाइदिनु भयो। अब स्कुल चल्ने भएपछि त कहाँ चलाउने, हामी नै स्कुल चलाउनु पर्यो, हाम्रो स्कुल हो कि तपाईँहरू दिउँसो चलाउनुहोस् होइन 12 बजेपछि, यस्तो भन्ने होला नि त त्यो बेला। त्यसपछि अनि भूत घर भन्ने रहेछ, त्यहाँ भूत घरमा चलाएको भन्ने छ। भूत घर चाहिँ वन विभागको एउटा बिल्डिङ थियो रे, ठुलो त्यो रस्ता सस्ताहरू बनाएको, ताप्रे घारी वरिपरि, त्यहाँ डराएर कोही पनि जान सक्दैन थियो रे।
अलिकति भग्नावशेष जस्तो अवस्था त्यसरी असाध्यै कमजोर अवस्थामा सुरुवात भयो। क्रमशः विकासको क्रममा चाहिँ मकवानपुर क्याम्पसको कुन समयमा गएर चाहिँ एउटा अझै आशलाग्दो विकास भयो भौतिक पूर्वाधारदेखि विद्यार्थी पठन पाठन शैक्षिक क्रियाकलाप जनशक्तिका हिसाबले चाहिँ? म त क्रेडिट दिँदाखेरि फर्स्ट फेजको अभियन्तालाई सबभन्दा बढी क्रेडिट दिन्छु, किनभने उहाँहरूले देख्नुहुन्छ फर्स्ट फेजको अभियन्ता भनेको स्थापना कालकै समयको भनौँ। अब जो अञ्चलाधीशहरू हुनुहुन्थ्यो उहाँहरू त अब एउटा पदेन अध्यक्ष जस्तो बस्नुभयो, उहाँहरूले एउटा मेन्टरिङ गर्नुभयो। पहिलो केहनाथ होइन भन्ने हुनुहुन्थ्यो अञ्चलाधीश, त्यस पछाडि दोस्रो अञ्चलाधीश क्षेत्रबहादुर गुरुङ हुँदो रहेछ। उहाँले चाहिँ एकदमै धेरै काम गरेको रे, भवन निर्माण गर्दा नि आफै गएर खटिनुहुन्थ्यो रे, बिग्रियो भने रड लिएर चाहिँ त्यहाँ काम गर्नेले लखेट्नुहुन्थ्यो रे। हिरालाल श्रेष्ठ सर पनि उहाँ त्यो बेलामा के थियो सचिव कोषाध्यक्ष हुनुहुन्थ्यो, उहाँ पनि भाग्नु परेको थियो भन्ने पनि ओरल स्टोरीमा आएको छ है। भनेपछि त्यति धेरै खट्नुहुन्थ्यो र एकदमै भुइँ तहमा गएर चाहिँ सघाएको बिल्डिङ बनाउनुदेखि सबमा भन्ने छ क्षेत्रबहादुर गुरुङको चाहिँ हकमा। तर सबभन्दा बढी योगदान चाहिँ त्यो बेलामा एकदम फ्रन्ट लाइनमा आएर रिस्क लिएर काम गरेको चाहिँ निरशङ्कर श्रेष्ठ पनि देखिन्छ। किनभने जब टेलिफोनको लाइन जडान गरिन्छ, टेलिफोनको लाइन जडान गर्दाखेरि निश्चित रकम बुझाएर मात्रै चाहिँ लाइन दिने है, नत्र भने त्यो नै पास नगर्ने क्याम्पसको लागि। सिमेन्टी प्रति बोरामा होइन कति पैसा हो, प्रति बोरा बिक्री हुने बित्तिकै कर लगाउने, गाडीलाई र बसलाई पनि कर लगाउने, यता चितवन जानेपट्टि पनि यता चौकीटोलपट्टि पनि दुई ठाउँमा ढाट राखेर पनि पैसा राखेर उठाउने यावत कामहरू गरेको छ। र त्यसमा पहिला त सम्बोधन लिन जाँदाखेरिको रिक्स मोलेर आफैले साइन गरेर निवेदन लिएर म प्रधान पञ्च भएको हैसियतले म यो पैसा भोलि पर्सि भित्रमै जहिले उठाएर सबैबाट हारगुहार गरेर तिर्छु, प्रक्रिया अगाडि बढाऊ भनेको देखिन्छ। त्यो पनि माइनुटले नै भन्छ, उहाँलाई नेतृत्व गरेर तुरुन्तै पठाएछ। आज बेलुका मिटिङ सकेछ 6:30 बजी, त्यही मिटिङले भोलि सबेरै निजलाई र डेन्जिङ शाहलाई, निरशङ्कर श्रेष्ठ र डेन्जिङ सम्बन्धनका लागि पठाउने, तुरुन्तै काठमाडौँ पठाउनु भनेर पठाएको छ। र उहाँको स्टोरी टेलिङ पनि त्यो मिल्छ। र उहाँले जो मान्छेको नाम भयो भन्नुभयो डाक्टर पन्नालाल प्रधान, त्यो पनि उसमा सम्बोधनमा ठ्याक्कै देखिन्छ। भनेपछि उहाँले त्यो बोलेको कुराहरू फ्याक्ट जस्तो भएर ट्याली भएको छ। त्यसरी योगदान भएको। त्यसपछि त थुप्रै मान्छेहरू, आज प्रताप विष्टले पनि त्यहाँ न्यारेट गर्नुभएको थियो कार्यक्रममा। अनि यो कार्यपत्रको यो ड्राफ्टमा पनि, यो प्रारम्भिक ड्राफ्टमा पनि थुप्रै नामहरू हामीले इन्डिकेट गरेका छौँ। त्यसरी चाहिँ काम गरेको देखिन्छ। र भन्दाखेरि व्यक्ति विशेष भन्दा पनि यो क्याम्पस स्थापनामा ड्राइभर, खलासी, लेबर होइन तपाईँको समुदायको सबै क्षेत्रको योगदान छ। अर्को एउटा इन्ट्रेस्टिङ कुरा चाहिँ के छ भने यसलाई अब ड्राइभर, खलासी अथवा चाहिँ अटोमोबाइल्सको हब भनेर चाहिँ भन्थ्यो मकवानपुरलाई। तर नारायणी व्यवसायसँग नै सबभन्दा बढी यो मकवानपुर क्याम्पस स्थापनामा चाहिँ योगदान गरेको देखिन्छ। त्यसमा आजसम्म पनि यो 46 वर्षसम्म हिरालाल श्रेष्ठ चाहिँ एकदमै पिलर जस्तो भएर हिँडिरहेको देखिन्छ हैन। अब अलिकति तपाईहरुले एउटा तहको अध्ययन त गरिसक्नुभयो, यसको अन्तिम प्रतिवेदन तपाईहरुले अझै अध्ययन गर्नै बाँकी छ। अबको गन्तव्यको सन्दर्भमा चाहिँ तपाईहरुले तपाईको प्रस्तुति पनि रह्यो हैन। आज कस्तो पाउनु भएको छ मकवानपुर बहुमुखी क्याम्पस र मकवानपुरकै समग्रमा उच्च शिक्षाको गन्तव्यकै हिसाबले चाहिँ कस्तो छ भनेर तपाईहरुले अनुमान लगाउन सक्नुभयो? पछिल्लो 2-2.5 दशक भित्रमा चाहिँ मकवानपुर क्षेत्रभित्र यो हेटौँडा नगरीभित्र प्रशस्त शैक्षिक गतिविधि बढेको, घर घरमा पुरै विद्यार्थीहरू बसिरहेको, अभिभावकहरू बसिरहेको विद्यार्थी पढाउन, स्कुल इसिएदेखि अब तपाईँको मास्टर डिग्री कलेज पढ्ने सम्म पनि +2 को त कुरै छोडौँ, टन्नै विद्यार्थीहरू भएको, 50% भन्दा बढी विद्यार्थी आउटसाइड दि हेटौँडा आएर बसेको। यसले के देख्यो भने यहाँको माइक्रो इकोनोमिक्स चाहिँ चलायमान बनाइदिरहेको र क्याम्पसहरू उद्योग जस्तो भएको, निजी कलेजहरू पनि स्कुलहरू पनि प्रशस्त चलेको, सम्भवतः कुनै पनि स्कुल कलेजमा सिट खाली जस्तो नभएको अवस्था भनिरहेछ। यसले के देखायो भने हेटौँडा नगरी चाहिँ एउटा शैक्षिक हबको रूपमा डेभलप अब भएन भन्नै मिल्दैन, भयो। कुन स्टेजमा पुग्यो भनेर चाहिँ म्यापिङ गर्न अब म अहिले जज बन्दिनँ। विभिन्न विचारहरू आछ, कसैले भर्खर सुरुवात भयो भन्छ, कसैले राम्रैसँग स्थापित हुन लागिसक्यो भन्छ, कसैले मिडतिर पुग्यो भन्छ, तर धेरै च्यालेन्ज पनि छ भन्ने कुराहरू छ। यसको आधारबाट हेर्दा चाहिँ अब यहाँ युनिभर्सिटी पनि आइरहेको छ, स्वास्थ्य विज्ञान प्रतिष्ठान मदन भण्डारी आएर यत्रो तरक्की नै गरिसक्यो भनौँ न, प्रगति भइसक्यो, एक तहको प्रगति नै भइसकेको देखिन्छ। अब तपाईँको ल पनि आएको देखिन्छ, कृषि पनि आएको देखिन्छ, वन विज्ञान छँदैछ। अब एउटा नभएको भनेको इन्जिनियरिङ जस्तो लाग्छ। अनि आइटीको अलिकति नहुन खोजेको, मैले सुन्न अनुसार केही निजी कलेजले चाहिँ आइटीको कुराहरूलाई जोड गरिरहेको भन्ने पनि मैले सुने है। अब यो खोज्दाखेरि भेट्दो रहेछ। त्यस्तै अरू कलेज खोल्ने होडबाजी पनि छ अरे, गढीले खोल्न खोजिरहेछ अरे, फापरबाजी
नेपालीले त काठमाडौँमै एक जुलुस लिएर मलाई पनि भेट्न पुग्नु भएको थियो होइन, जसरी भयो नि एउटा कलेज को सम्बन्धन खोजिदिनु पर्यो भनेर किन्नलाई चाहिँ हिँडिरहनु भएको थियो भनेपछि अब नदेखिने गरी पालिका बीचमा पनि कलेज खोल्ने होडबाजी छ। अब बसामाडीमा रहेछ, उता तपाईँको मनहरीमा रहेछ, यतापट्टि पनि देख्छु म होइन, पदम पोखरीमा नि छ। पदम पोखरीको चाहिँ कहिले इस्टाब्लिस भएर चाहिँ मैले भेटिरहेको छैन। त्यसपछि अब यता पालुङमा भइ नै गयो होइन, प्रशस्तै छ है। अब त्यति हुँदै पनि सस्टेनेबिलिटीको हिसाबले कुन चाहिँ कलेज कुन ठाउँमा कुन विषय राखेर किन पढाउने भनेर एक दिन पनि बहस भएको जस्तो मलाई लाग्दैन। अनुसन्धान गरेको पनि मलाई लाग्दैन है। सस्टेनेबिलिटीको हिसाबले पनि हामीले कुरा गरिरहेको छैन। हामीले जुन कलेज खोलिरहेछौँ अबको 10 वर्षमा 5 वर्षमा यस्तो कलेज आउटडेटै भइसक्यो हो कि अहिले के अवस्था छ? मकवानपुर क्याम्पसकै हालत के छ त? अहिले ह्युम्यानिटिज एन्ड सोसल साइन्सेसहरू एजुकेसनको कुराहरू कसरी फेज आउट हुन लागिरहेको छ? किन नयाँ विषयहरू थपिरहेको छ? फेरि त्यही उस्तै विषय पढाउनलाई होडबाजी गरिरहेको देखिन्छ। एक ठाउँमा फेज आउट भएको प्रोग्राम अर्को ठाउँमा चलाउन खोजिरहेको देखिन्छ। यसले भोलि हाम्रो स्कुलमा पढिरहेको विद्यार्थीले के चाहन्छ, अहिलेको जेनजी पुस्ताको चाहिँ खास होइन चाहना अपेक्षा के हो कलेजबाट, उनीहरू कस्तो शिक्षा चाहन्छन्, अभिभावक के चाहन्छ, विश्वको परिवेश कसरी गएको छ, विश्व दृष्टिकोण कसरी चेन्ज हुँदै गइरहेको छ, एआईको जमानामा अहिलेको शिक्षा त्यो परम्परागत रूपले चल्छ कि चल्दैन। त्यस कारणले कुनै ठाउँमा कुनै नयाँ कलेज खोल्नु हो भने कुन कलेज किन खोल्ने भनेर रेकमेन्ड गर्ने कुनै न एउटा बौद्धिक समुदाय छ, न पालिकाहरूले त्यसको पहल गरिरहेको छ, न त्यस्तो नियमन गर्ने निकाय छ। भद्रगोल किसिमले कलेजहरू खोल्ने छ र मकवानपुर क्याम्पस बाहेक अरू अधिकांश उच्च शिक्षाका क्याम्प प्रदान गर्ने निकायहरू शैक्षिक संस्थाहरू सङ्घर्षकै फेजमा देखिन्छ। अझै मकवानपुर क्याम्पस आफै पनि सङ्घर्षको फेजमा देखिन्छ। त्यसको माहौलमा चाहिँ मकवानपुरमा प्राध्यापक पनि बढ्यो, शिक्षित विद्यार्थी बढेपछि सबै कुरा बढ्यो। तर अथेन्टिक रूपले अनुसन्धान मार्फत निचोड निकालेर शैक्षिक गतिविधि अगाडि बढाउने चलन आजसम्म भएको भेटिन्न। विश्वविद्यालय नै ल्याउँदाखेरि पनि त्यो विश्वविद्यालय किन ल्यायो, त्यसले के गर्न लागिरहेछ, त्यसको मकसद के हो, मोटिभ्स के हो, कसरी आयो, अब कहाँ जाने भन्ने कुरा बहस भइरहेको जस्तो देखिन्न। त्यतिकै रेस्पोन्स भन्दा नि रियाक्सन गरिरहेको देखिन्छ। यस्तो छैन, यस्तो भएको छ, उस्तो भएको छ, त्यो पनि इन्डिरेक्टली त्यो कल्चर चाहिँ हेटौँडालाई आवश्यक छ भनेर हामीले इनिसिएट गरेको हो यसपालि। हुन्छ तारा सर, अब यो महत्त्वपूर्ण तपाईँहरू अध्ययन अनुसन्धानकै क्रममा पनि हुनुहुन्छ। यही सन्दर्भमा रहेर हामीले खास गरी मकवानपुरको उच्च शिक्षाको ऐतिहासिक सन्दर्भमा तपाईँहरूले अध्ययन गर्नुभएको र आगामी गन्तव्यको बारेमा कुराकानी गर्यौँ। कार्यक्रम शिक्षाको कुरामा रहेर तपाईँको महत्त्वपूर्ण विचार र महत्त्वपूर्ण समयको लागि रेडियो निकासको तर्फबाट मेरो व्यक्तिगत तर्फबाट पनि धेरै धेरै धन्यवाद सर। तपाईँलाई पनि यो छोटो समय मलाई प्रदान गरिदिनु भएको र आफ्नो विचार राख्नु पाएकोमा धन्यवाद। र यो हामीले अहिले सुरुवात मात्रै गरे हौँ, यसको विस्तृत अभियान गन्तव्य बाँकी नै छ। धन्यवाद। हामी छलफल गर्नेछौँ। हुन्छ तारा सर। आदरणीय श्रोता, कार्यक्रम शिक्षाको कुरामा रहेर आज हामीले कुरा गर्यौँ डाक्टर तारालाल श्रेष्ठसँग, जो हेटौँडा 18 का स्थायी बासिन्दा हुनुहुन्छ। हाल कीर्तिपुर काठमाडौँमा हुनुहुन्छ र काठमाडौँ कीर्तिपुर स्थित त्रिवी क्याम्पस केन्द्रीय क्याम्पसमा अंग्रेजी विभागका उपप्राध्यापक पनि हुनुहुन्छ। उहाँले हेटौँडा मकवानपुरमा मकवानपुर जिल्लाको उच्च शिक्षाको ऐतिहासिक र परिदृश्य र अबको गन्तव्य सन्दर्भमा सुरुवात गर्नुभएको अध्ययनको सार संक्षेपका बारेमा हामीले कुराकानी गर्यौँ र उहाँहरू अध्ययनमै हुनुहुन्छ, अनुसन्धानमै हुनुहुन्छ। आगामी करिब केही समयपछि त्यसको अन्तिम अध्ययन प्रतिवेदन पनि तयार हुनेछ, त्यसको पनि हामी छलफल गर्ने प्रयत्न गर्नेछौँ। आजको कुराकानी तपाईँलाई कस्तो लाग्यो? तपाईँका सल्लाह सुझाव र प्रतिक्रियाको हामी अपेक्षा गर्दछौँ। तपाईँले हामीलाई हाम्रो रेडियोको टेलिफोन नम्बर 057 526 379 अथवा तपाईँले इमेल मार्फत radio@gmail.com मा पनि प्रतिक्रिया पठाउन सक्नुहुनेछ। तपाईँका सल्लाह सुझाव र प्रतिक्रिया प्राप्त हुने अपेक्षा सहित कार्यक्रम शिक्षाको कुराको आजको अङ्कबाट म प्रस्तोता सुरेश श्रेष्ठ पनि बिदा हुन्छु। धन्यवाद, नमस्कार। सुन्दै गर्नुहोस् सामुदायिक रेडियो निकास 93.4 मेगाहर्ज।